हेलो गाइज, आज हामी हेर्नेछौँ सिटिभिटी बोटानी सब्जेक्टको मोस्ट इम्पोर्टेन्ट क्वेसनहरू जुन कि लङ क्वेसन र सर्ट क्वेसनमा सोध्ने गरिन्छ। 20 मार्क्सको हाम्रो लङ क्वेसन हुन्छ र 20 मार्क्सको सर्ट क्वेसन। सो यस भिडियोमा तपाईँहरू 40 मार्क्सको क्वेसनहरू हेर्न सक्नुहुन्छ। सो भिडियोलाई लास्टसम्म हेर्नु होला। फर्स्टमा रहेको छ हाम्रो डिफाइन माइटोसिस, डिस्क्राइब डिफरेन्ट फेजेस अफ माइटोसिस विथ द हेल्प अफ सुइटेबल डायग्राम। यो हाम्रो 10 मार्क्समा सोध्ने गरेको छ धेरै पटक। सो यो इम्पोर्टेन्ट रहेको छ। माइटोसिसको डेफिनेसन र डिस्क्राइब डिफरेन्ट फेजेस, जुन माइटोसिसको डिफरेन्ट फेजेसहरू हुन्छ, हरेक फेजको डिस्क्राइब गर्नुपर्ने हुन्छ र हरेक फेजमा जुन डायग्राम हुन्छ डायग्राम दिनुपर्ने हुन्छ। यसबाट हामी 10 मार्क्स पाउँछौँ। अर्को रहेको छ वाइ मियोसिस इज कल्ड रिडक्सनल सेल डिभिजन, डिस्क्राइब मियोसिस फर्स्ट इन डिटेल। यदि हाम्रो माइटोसिस सोधेन एक्जाममा भने अर्को भनेको मियोसिस हो। यो दुईटा मध्ये कुनै एउटा सोध्ने गरिन्छ। अर्को रहेको छ हाम्रो डिस्क्राइब लाइफ साइकल अफ स्पाइरोगाइरा, पेनिसिलियम, म्युकर। लाइफ साइकलबाट हाम्रो फर्स्टमा स्पाइरोगाइरा रहेको छ, अर्को पेनिसिलियम, अर्को म्युकर। यो तीनवटा हाम्रो मोस्ट इम्पोर्टेन्ट रहेको छ। सो यो तीनटै पढ्नु होला। त्यस्तै अर्को रहेको छ डिफाइन ट्रान्सपिरेसन, गिभ एन एक्सपेरिमेन्ट टु डेमोन्स्ट्रेट ट्रान्सपिरेसन युजिङ बेल जार। यो जुन बेल जार छ, बेल जार भनेको मोस्ट इम्पोर्टेन्ट रहेको छ। यो धेरै पटक सोधेको क्वेसन हो। सो यो पनि पढ्नु होला। अर्को रहेको छ वाट इज अस्मोसिस, गिभ एन एक्सपेरिमेन्ट टु डेमोन्स्ट्रेट अस्मोसिस। यसमा हाम्रो खास गरी पोट्याटो ओस्मोस्कोप पढ्नुपर्ने हुन्छ। सो पोट्याटो ओस्मोस्कोप पढ्नु होला। अर्को रहेको छ सर्ट क्वेसन। हाम्रो लङ क्वेसनमा यो 5वटा मोस्ट इम्पोर्टेन्ट रहेको छ। यो 5वटा भन्दा बाहिरको क्वेसन धेरै जसो आउँदैन। आउने भनेको यो 5वटै क्वेसनबाट आउने हो। सो यो 5वटा क्वेसन पढ्नु होला। अर्को रहेको छ सर्ट क्वेसन, मेन्सन द मेडिसिनल भ्यालु अफ जिन्जिबर अफिसिनालिस। अर्को रहेको छ एलोभेरा, मेन्था अर्बेन्सिस, ओसिमम स्यान्टम। यो 4वटा हाम्रो जुन मेडिकल भ्यालु अफ प्लान्ट्सहरू हुन्छ, यसमा यो 4वटा हामीले पढ्नुपर्ने हुन्छ। यसबाट धेरै पटक क्वेसन सोधेको छ। त्यस्तै छ अर्को हाउ क्यान यु जस्टिफाई ब्याक्टेरिया एन्ड साइनोब्याक्टेरिया एक्ट एज अ फर्टिलाइजर्स। यो पनि मोस्ट इम्पोर्टेन्ट क्वेसन हो। जति हामी यस भिडियोमा क्वेसन हेर्नेछौँ सबै मोस्ट इम्पोर्टेन्ट छ। फर्स्ट प्रायोरिटी यो क्वेसनहरूलाई दिनु होला, त्यसपछि तपाईँहरू अर्को पढ्न सक्नुहुन्छ। यो जति हाम्रो क्वेसन छ सबै मोस्ट इम्पोर्टेन्ट क्वेसनहरू। थर्ड क्वेसन रहेको छ वाट इज जेनेटिक इन्जिनियरिङ, राइट डाउन इट्स सिग्निफिकेन्स। जेनेटिक इन्जिनियरिङको डेफिनेसन र त्यसको सिग्निफिकेन्स लेख्नुपर्ने हुन्छ। त्यसपछि छ डिस्क्राइब द स्ट्रक्चर अफ डिएनए। स्ट्रक्चर, डिएनएको स्ट्रक्चर र फङ्सन दुइटै पढ्नुपर्ने हुन्छ, किनभने धेरै पटक फङ्सन पनि सोधेको छ। त्यस्तै छ डिस्क्राइब द स्ट्रक्चर एन्ड फङ्सन अफ सेल वाल, न्युक्लियस, माइटोकोन्ड्रिया। यो 3वटा मध्ये कुनै एउटा आउन सक्ने छ। सो यो 3वटै पढ्नु होला। अर्को रहेको छ डिफाइन बाइनोमियल नोमेनक्लेचर, लिस्ट आउट इट्स रुल्स। यो बाइनोमियल नोमेनक्लेचर धेरै पटक सोधेको क्वेसन हो र यसको रुल्स पनि सोधिन्छ। सो यो पनि पढ्नु होला। अर्को रहेको छ राइट डाउन द इकोनोमिक इम्पोर्टेन्स अफ एल्गी, फङ्गाई र ब्याक्टेरिया। यसमा भाइरस पनि लेख्दा हुन्छ, भाइरस पनि पढ्नु होला। यो 4वटैको इकोनोमिक इम्पोर्टेन्स पढ्नु होला। यो 4वटा मध्ये कुनै एउटा वा दुईटा आउन सक्ने हुन्छ। त्यस्तै छ डिस्क्राइब लाइटिक लाइफ साइकल अफ भाइरस। यो लाइफ साइकल अफ भाइरस जुन छ लाइटिक फेजको इक्जाममा आउन सक्ने सम्भावना छ। त्यस्तै छ वाट इज रेस्पिरेसन, डिफ्रेन्सिएट देम। रेस्पिरेसनको दुईटा हुन्छ, एउटा एरोबिक अर्को एनारोबिक। एउटा एरोबिक अर्को एनारोबिक, यो दुईटै पढ्नु होला र दुईटैको डिफ्रेन्सिएट पनि भन्न सकिन्छ। अर्को रहेको छ ट्रान्सपिरेसन इज नेसेसरी एभिल, कमेन्ट अन दिस स्टेटमेन्ट। यो पनि इम्पोर्टेन्ट क्वेसन हो, यो पनि आउन सक्छ। सो यति पढ्नु होला। अब हामी अर्को नेक्स्ट भिडियोमा भेरी सर्ट क्वेसन र एमसिक्यूहरू लिएर आउनेछौँ। थ्याङ्क यू, बेस्ट अफ लक।